सुन्नु त सुन्नु, यो किन्नु भयो यो P15 मिनी पोर्टेबल 3-in-1 सेल्फी स्टिक ट्राइपड। ल आउनुहोस् सँगै अनबक्सिङ गरौँ। यदि तपाईँलाई कन्टेन्ट क्रिएट गर्न मनपर्छ, ट्राभल गरिराख्नुहुन्छ, ब्लग बनाउनुहुन्छ भने यो एकदमै राम्रो छ। सानो र पोर्टेबल भएकोले जहाँ गए पनि सजिलै बोकेर हिँड्न मिल्छ। यसमा तलपट्टि एल्युमिनियम अल रड छ, त्यसैले स्ट्रङ छ र लङ टर्मसम्म टिक्ने खालको छ। डेली युजको लागि पनि राम्रो छ। अनि माथिपट्टि 360 डिग्री रोटेट गर्न मिल्छ, त्यसैले मोबाइललाई आफूले चाहिएको एङ्गलमा सजिलै मिलाउन सकिन्छ। अनि यसको प्राइस पहिले चाहिँ 16 थियो, अहिले चाहिँ 8.99 मा रहेछ। यदि तपाईँहरूलाई यसको लिङ्क चाहिन्छ भने कमेन्ट गर्नुहोस्, म लिङ्क पठाइदिन्छु। यसमा ह्याङ गर्न मिल्ने ठाउँ पनि छ र अड्काउन मिल्ने ठाउँ पनि छ। यो वायरलेस रिमोट सहित आउँछ। एक साइडमा टाइप सी लगाउने ठाउँ छ भने अर्को साइडमा USB छ। रिमोटमा लङ प्रेस गर्दा भिडियो अनि सर्ट प्रेस गर्दा फोटो खिच्न मिल्छ। एकदमै इजी छ है। काम सकेपछि फेरि फोल्ड गर्यो, जस्ताको जस्तै गरेर राख्न मिल्छ। फोल्ड गर्यो, ह्याङ गर्यो अनि बोकेर हिँड्यो। मलाई पहिले चाहिँ एउटा प्रब्लम थियो। म घरमा फेसबुक मेसेन्जरमा कुरा गर्दा मोबाइललाई बोतलमा अडाएर राख्थेँ। कहिले मोबाइल लड्ने, कहिले ढल्ने, फेरि मिलाउनु पर्ने, हैरान। अहिले चाहिँ यो ट्राइपड भएपछि एकदमै सजिलो भएको छ। टी, कफी, ब्रेकफास्ट, लन्च खाँदा मोबाइल यसमा राख्यो अनि आरामसँग घरमा मेसेन्जरमा कुरा गर्यो। मोबाइल हातमा समातिराख्नु पनि नपर्ने, बोतललाई अडाउनु नपर्ने। काम सक्यो भने फोल्ड गर्यो, बन्द गर्यो अनि बोकेर हिँड्यो। एकदमै इजी र ह्यान्डी छ। थ्याङ्क यू फर वाचिङ। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई।